अत्यन्तै खुसीको खबर छ, खुसीको खबर छ। अन्तत बाघ बाहिर आएको छ। अब बाख्राहरूको भागाभाग हुनेछ। आज रवि लामिछानेलाई धरोटी बापतको रकम बुझाएर बाहिर निस्किन भन्दै अदालतले आदेश दिएको छ। यससँगै रवि लामिछाने आज थुनामुक्त हुँदैछन् र त्यो उच्च अदालतको आदेश जिल्ला अदालतमा जाने र जिल्ला अदालतले नक्खु कारागारमा पठाउने हुँदा आज उनी रिहा हुन्छन् कि हुँदैनन् भन्ने चाहिँ कन्फर्म छैन, तर रिहा पनि हुन सक्छन्। तर भोलि चाहिँ कन्फर्म नै हुनेछन् र अन्तत न्यायाधीशहरू पनि केही पछि हटेका छन् र बाहिर थुनामुक्त गरी बाहिर रहेर अनुसन्धान गर्न मिल्छ भन्ने आदेश दिएका छन्। यो सँगै रवि लामिछाने पनि अब थुनामुक्त भई खुल्ला आकाशमा जिउने छन् र आगामी चुनावको लागि व्यापक तयारी गर्नेछन्। सबैजनालाई एकमुष्ट रूपमा सबैलाई बधाई छ। आज केही न्यायको अनुमति भएको छ।